हेलो गाइज वेलकम ब्याक टु माई टिकटक। आज चाहिँ म ऱ्यान्डमली भिडियो बनाउँदैछु। सुरुमा चाहिँ हामी माराथन खान गयौँ। मेबी माराथनै भन्छ होला कि माराथन हो, मलाई थाहा छैन कसरी प्रनाउन्स गर्छ, बट मैले सुनेको चाहिँ त्यसै भनेर हो। सो यो चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ। साउथ कोरिया आएदेखिको बेस्ट फुड चाहिँ मलाई यही लाग्छ। एकदम जाडो भएको बेलामा यो तातो खानलाई यस्तो मजा आउँछ। सो मलाई एकदम मिठो लाग्छ यो चाहिँ। अनि त्यसपछि गएर हामी ओलिभियङ गयौँ र मेरो स्किन टेस्ट गऱ्यौँ। मेरो स्किन टेस्ट गर्दाखेरि चाहिँ त्यस्तो धेरै प्रब्लम चाहिँ केही थिएन। स्किन मोइस्चराइजिङमा चाहिँ एकदम ध्यान दिनुपर्ने भयो, अरू त्यस्तो केही प्रब्लम पनि थिएन। मलाई यहाँ साउथ कोरियाको एउटा एकदम राम्रो कुरा लाग्ने भनेको मान्छेहरू एकदमै डिसिप्लिन छन् क्या। अब जेब्रा क्रसिङमा हेर्नु न, यहाँनिर उभिरहेछन् मान्छे, रेड लाइट बलेछ, बल्ल ग्रिन लाइट बलेपछि बल्ल जेब्रा क्रस गर्छन्। दिस इज द बेस्ट पार्ट होला। हामीले पनि यस्तो कुरा सिक्नुपर्छ र हामीले लागू गर्नुपर्छ। अनि यहाँ चाहिँ कति राम्रो प्लेटहरू थियो, मलाई एकदमै मन परेको। कस्तो दामी दामी थियो, तर एकदम एक्सपेन्सिभ थियो, त्यही भएर किन्न सकेन। हरेक कुराहरूको पर्फेक्सन छ क्या है साउथ कोरियामा चाहिँ। ओके गाइज, आजलाई यति नै। स्टे सेफ, स्टे हेल्दी, बाई बाई।